म यो भिडियोमा एउटा अत्यन्तै सानो तर महत्त्वपूर्ण कुरा शेयर गर्दैछु किनकि मलाई लाग्छ यसले भविष्यमा कसैको ज्यान बचाउन सक्छ। यसले समयप्रतिको हाम्रो अनुभूति कति धेरै व्यक्तिपरक अर्थात् सब्जेक्टिभ हुन्छ भन्ने देखाउँछ। तपाईमध्ये धेरैजना विशेष गरी बाइक र गाडी चलाउन सक्नेहरू स्पिडोमिटरसँग परिचित हुनुहुन्छ। त्यो बाहिरपट्टि देखिने भाग हो जसले किलोमिटर प्रति घण्टामा गति देखाउँछ। चित्रमा भित्रपट्टिको अर्को एउटा रोचक कुरा देखिन्छ जसलाई पेसोमिटर भनिन्छ। यो त्यस्तो उपकरण हो जसले त्यो गतिमा 10 किलोमिटर दूरी पार गर्न कति मिनेट लाग्छ भन्ने देखाउँछ। उदाहरणका लागि यदि तपाईँ 10 किमी प्रति घण्टाको गतिमा जाँदै हुनुहुन्छ भने 10 किलोमिटर पार गर्न 1 घण्टा लाग्छ। त्यसैले पेसोमिटरले 60 मिनेट देखाउँछ। अब तपाईले एउटा अनौठो कुरा देख्नुभएको हुन सक्छ। बाहिरका संख्याहरू स्पिडोमिटर समान अन्तरमा छन् तर भित्रका पेसोमिटर संख्याहरू बिल्कुलै असमान अन्तरमा छन्। यसको अर्थ के हो भने यदि तपाईँ 20 किमी प्रति घण्टाबाट 30 किमी प्रति घण्टामा गति बढाउनुहुन्छ भने समय बचत धेरै ठूलो हुन्छ। वास्तवमा तपाईले करिब 10 मिनेट बचाउनुहुन्छ। तर यदि तपाईँ 70 बाट 80 वा 80 बाट 90 किमी प्रति घण्टा पुग्नुहुन्छ भने तपाईले मुस्किलले 1 मिनेट जति मात्रै बचाउनुहुन्छ। सायद तपाईले यो अनुभव पनि गर्नुभएको होला गप्स प्रयोग गर्दा। तपाईँ 60 को गतिमा हिँडिरहनु भएको छ र तपाईलाई थाहा छ कि तपाईँ 5 मिनेट ढिलो हुनुहुन्छ। त्यसपछि तपाईँ धेरै छिटो कहिलेकाहीँ खतरनाक तरिकाले गाडी चलाउनुहुन्छ। तर केही समयपछि हेर्दा तपाईको पुग्ने समय जम्मा 1 मिनेट मात्र कम भएको पाउनुहुन्छ। यो निकै रोचक कुरा हो। भौतिकशास्त्रीका लागि यी दुवै अवस्था एउटै जस्तै हुन्। तर जब हामी समय र दूरीलाई फरक तरिकाले प्रस्तुत गर्छौं हाम्रो सोचाइ नै परिवर्तन हुन्छ। यसले के देखाउँछ भने जब तपाईँ ढिलो गतिमा हुनुहुन्छ त्यतिबेला गति बढाउँदा धेरै समय बचत हुन्छ। तर जब तपाईँ पहिले नै छिटो हुनुहुन्छ अझै छिटो हुनुको फाइदा धेरै कम हुन्छ। त्यसैले जब तपाईँ सडकमा 50-55 किमी प्रति घण्टा जति आरामदायक गतिमा पुग्नुहुन्छ त्यसभन्दा बढी गति बढाउनु खासै आवश्यक हुँदैन। समय बचतको हिसाबले पनि यसको खास अर्थ हुँदैन तर जोखिम भने धेरै बढ्छ आफ्नो लागि पनि र अरूका लागि पनि।